गुड मर्निङ। अब चाहिँ होइन हामी उठिसकेको छौँ, खानासाना पनि खाइसकेको छु, अघि नै उठेको। म चाहिँ अब आज शनिबार भएको कारणले अब यसो भिडियो बनाउनु त भनेर सन्दीप, हाम्रो मेरो साथी सन्दीप चाहिँ यहाँ दारी काट्दैछ, देखिएन हो कि के हो चाहिँ दारी काट्दैछ। Hello guys, I'm saving. I'm not saving. I'm just trimming my mustache little bit for my clear looks. ए सन्दीप एकदम ह्यान्सी छ होइन, केटीहरूले पुरा मेसेज गर्छ, रेस्पोन्डै गर्दैन, डोन्ट गिभ अ होइन because I'm already engaged to someone, guys. ओहो, सन्दीपले यो ब्लगबाट होइन आफ्नो रिलेसनसिपको बारेमा भनिदियो होइन। भाउजू हुनुहुन्छ एकजना, एकदम माया गर्छ भाउजूलाई। यो भिडियो भाउजूले पनि हेर्नुहुन्छ होला। म पठाउँछु भाउजूलाई होइन। यस्तो यतिको लोयल मान्छे चाहिँ हुनुपर्छ संसारमा, कि सन्दीप लास्टै लोयल मान्छे हो। यो भन्दै गर्दा अब आज भोलि मेरो एक्जाम छ कन्टमको, अनि अब म कन्टम पढ्छु, अनि पढ्नु छ, धेरै पढ्नु छ। अनि त्यसपछि अब यो चाहिँ के भन्दाखेरि कसरी भ्लग बनाउने, अब भर्टिकल एङ्गलमा बनाउँदाखेरि होइन यो भएन क्या, त्यो होइन भर्टिकल एङ्गलमा बनाउनु पर्छ। यता रिसर्च हुँदैछ होइन, कसरी हेर्ने के गर्ने, अब कसरी भ्लग बनाउने भन्ने कुरामा चाहिँ अब हामी यसो हल्का एक्सपेरिमेन्ट गर्दैछौँ। यो चाहिँ त्यसको एउटा भिडियो भयो होइन। अब कति एङ्गलमा कहाँ के राख्ने भन्ने कुरो हुन्छ, राम्रो पनि देखिनु पनि देख्दैन, अनुहार राम्रो त छैन त्यही पनि, त्यही पनि होइन ठिक छ। म खतरा हो। मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि, बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि, हर दुआ में शामिल तेरा प्यार है, बिन तेरे लम्हा भी दुश्वार है, धड़कनों को तुझसे ही दरकार है, जुन तारा तिम्रो अघि के हो रहे माया, मन साह्रै लोभी भो तिम्रो आकृतिमा, मैंने तो धीरे से नींदों की धागे से बांधा है ख्वाबों को तेरे, मैं ना चाहूं ना आसमां चाहूं, आजा हिस्से में तू मेरे, I found love for me, daddy just dive right in, follow my lead, I found a girl beautiful and sweet, I never knew you were the someone waiting for me, that's when we were just kids, when we fell in love, not knowing what it was, I will give you all this time, darling, just kiss me slow, your heart is all I want, and in my eyes you're holding mine, baby. सो आज चाहिँ अब दिन यसरी नै गयो, पढाइ पनि त्यति धेरै भएन खासै। अनि अब भोलि एक्जाम छ, के पढाएको छैन। अब आजको चाहिँ यस्तै भयो दिन, अब मैले इन्ड गरेँ आज होइन। थोरै थोरै क्लिपहरू होला अगाडि त्यो हाल्छु, अनि इन्ड गरेँ आज। अब एकछिन हेर्ने अनि सुत्नुपर्छ। गुड नाइट।